व्हाट्सअप वेलकम गाइस गाइस। वेलकम छ तपाईँलाई 75 डेको च्यालेन्जमा। आज डे 14 हो। आज नै जिम आइसक्यो, साइक्लिङ गऱ्यो, त्यसपछि एस्कोट हान्यो। अनि भिडियो चाहिँ 3-4 दिनपछि हिजो हालेको, अनि आज हालिरहेको छु। किनभने भिडियो बनाउनलाई तपाईँलाई थाहै छ, हिजो पनि भिडियो मैले त्यही भने टाइम म्यानेज भइरहेको छैन। तर 2 विक्स आज कम्प्लिट भयो हिजो। अनि बडीमा चाहिँ केही चेन्जिङ आएको छ कि छैन तपाईँहरू नोटिस गर्नुभएको भने भन्नु होला, कमेन्ट गर्नु होला। अनि मेरो भिडियोहरू जिम गरेको केही यताउति छ भने जस्तो लागिरहेको छ तपाईँलाई, मैले केही सुधार्नुपर्छ अथवा केही चेन्ज गर्नुपर्छ भने भन्नु होला होइन। किनकि मैले जानेको, मलाई जे आइडिया छ म त्यही अनुसारले गरिरहेको छु। अनि एक्सर्साइजहरू पनि थप्दैछु। आज पहिला किन लाइट गर्दै थिएँ, अब एकैचोटि बडी हेभी वेटलाई अब एकैचोटि धेरै गर्नु हुँदैन, इन्जर हुन डर हुन्छ। सो बिस्तारै बिस्तारै एक्सर्साइजहरू पनि बढाउँदैछु, जिमको टाइम पनि बढाउँदैछु। पहिला 50-55 मिनट अथवा 1 घन्टा गर्थेँ, अहिले म्याक्सिमम् जति टाइम भ्याउँछ म त्यति जिममै बढाइरहेको छु। त्यही भएर चाहिँ अलिक भिडियो एडिटिङहरू गर्नले गाह्रो भइरहेछ। टाइम, किनकि पहिला टाइम जब मान्छे भन्छ नि फ्री हुन्छ टाइमको भेल्यु हुँदैन, जब बिजी हुन थाल्छ नि मान्छे, तब टाइमको भेल्यु के हो भनेर एक्चुअली थाहा हुन्छ क्या। त्यसपछि यो लेग हान्यो। अब साथीहरू गर्नुपर्छ क्या। अब मलाई चाहिँ एउटा कुरा के लागिरहेको थियो पहिला भने, भइहाल्छ भन्छ यस्तो उस्तो होइन, तर जब गर्दै गयो तब बल्ल थाहा भयो। सो आजको यति नै हो गाइस।